हेलो गुड मर्निङ सबैजनालाई नमस्ते स्वागत छ फेरि पनि लामाजी युट्युब ब्लगमा। आज फेरि सानो ब्लग लिएर आएको छु, अन्तिमसम्म हेरेर साथ दिनु होला। यतिखेर चाहिँ हामी चाहिँ बारीतिर जाँदैछौँ होइन। हाम्रो बारीमा आज छुट्टीको दिनमा धेरै दिन भइसक्यो हामी बारी नगएको। यस्तो छ कि यहाँ बाटो सबै पुरै सर्प आउँछ भनेर मलाई त डर लाग्छ कि यस्तोमा त। अस्ति नै यहाँ हामीले के अरे यो रुख यताको रुखहरू साउले काटेको थियो छानेर, अनि यता गरेको रहेछ होइन, तल लडाएको रहेछ। पछि त्यो तान्दाखेरि सर्प आएर यस्तो तर्स्यो क्या। म जीवनमा सबैभन्दा डर लाग्ने चिज भनेको सर्प हो कि। सर्पदेखि म बरु बाघदेखि त्यति डराउँदैन, सर्पदेखि भने मलाई लास्ट डर लाग्छ। अनि यस्तो चाहिँ यता पुरै घाँस बोलाएको छ। हाम्रो देशमा जस्तो कृषिहरू चाहिँ यो गाईबस्तुलाई चाहिँ यस्तो घाँसहरू काटेर दिँदैन। यहाँ चाहिँ पुरै घाँस काट्ने सिस्टमै छैन क्या। यहाँनिर चाहिँ कस्तो छ भनेदेखि पुरै त्यो घाँस पनि त्यो उसमा खेतबारीमा लाउँछ अनि उ गर्छ कि पुरै मिसिनले काट्छ अनि त्यसपछि सुकाउँछ अनि सुकाएर अनि त्यो त्यहाँ पर छ नि हो यस्तो बनाउँछ क्या सुकाएर। अनि मकैलाई पनि मकै जुन हुन्छ त्यो मकै पनि त्यो गाईलाई खुवाउने मकै र मान्छे खाने मकै छुट्टै हुँदो रहेछ क्या। अनि ठ्याक्क त्यो मकै छरेर अनि यत्रो घोका फलिसकेपछि चाहिँ त्यो सब काटेर अनि त्यस्तै त्यहाँको जस्तै सेतो उसमा प्लास्टिकले बेरेर प्याकिङ गरेर राख्छ अनि त्यो लान्छ। त्यसरी गर्छ। अनि घाँसहरू चाहिँ यहाँ यस्तो हुन्छ कि यस्तो होइन, घाँसहरू काट्दैन। अब आजको मौसम पनि एकदमै राम्रो छ। फेरि यहाँ पुरै सफा मौसम छ अनि हरियाली छ जताततै। आजभोलि त हरियाली त हुने नै भइहाल्यो। अनि हाम्रो बारीमा चाहिँ अब अस्ति चाहिँ यस्तो थियो। हाम्रो बारी चाहिँ यस्तो भइसकेको छ। ओहो गाइस यार पुरै आलु त यत्रो भइसकेको छ। आलु पुरै सब्रिया रहेछ। काँक्रो गाइस काँक्रो, भेन्टा गाइस भेन्टा, टमाटर गाइस टमाटर, मकै गाइस मकै गाइस मकै। ओकिसानी के गर्नु म यो खोङे हो। यो चाहिँ ऊ जस्तो रहेछ खोङ भनेको त गेडागुडी रहेछ होइन। यो चाहिँ सिमी जस्तो रहेछ, सिमी जस्तो। हाम्रो अङ्कल प्याज रोप्दैछ। यो गर्नु याङफा हो म यो याङफा पोता चागुङ अता के मकै यो गर्नु बबाल भइसकेको छ। हाम्रो बारीमा चाहिँ अहिले होइन तरकारी फलफुलहरू, यो फलफुल त छैन, तरकारीहरू चाहिँ अब चाहिँ यहाँ अब आलु चाहिँ धरो भएको रहेछ। सबसे ज्यादा चाहिँ आलु रहेछ होइन। अनि अरू चिजहरू पनि हुँदै रहेछ यहाँ होइन। यो अब मेहनत दुःख गऱ्यो भने चाहिँ हुने रहेछ है गाइज होइन। अब हामी अल्छी छैन नि त, हामी अल्छी छैन। हामी फ्री टाइम चाहिँ हामी गर्छौँ कि हामी दुःख गर्छौँ। दुःख गर्नलाई आएको हो होइन, दुःख गर्नलाई आएको हो अनि दुःख त गर्नु परिहाल्यो। अनि यसरी अब यहाँ एकदम मनै प्रफुल्ल हुँदो रहेछ यस्तो होइन। बच्चैदेखि अब बारीमा काम गर्दै आएको होइन, किसानको छोरो भएपछि त यस्तो आफूले गरेर यस्तो भएकोहरू चाहिँ अब यस्तो भएपछि चाहिँ रमाइलो लाग्दो रहेछ। टमाटर त फलिसकेको रहेछ यस्तो भएर चाहिँ होइन। 이것을 어디 있어요, 백사님?
यहाँ चाहिँ मैले अब टमाटरलाई गाड्नुपर्ने हुन्छ होइन, सपोर्ट दिनुपर्ने हुन्छ। यस्तो लट्ठी चाहिँ काट्नुपर्ने हुन्छ किनभने टमाटर माथि कुद्न पाउँदैन। यस्तो दामी भइरहेको रहेछ यहाँ हाम्रो चाहिँ बारीमा। एउटा घाँसहरू चाहिँ धेरै आइसकेको रहेछ फेरि होइन, घाँस काट्नुपर्ने। यसलाई चाहिँ यहाँनिर राख्नु पऱ्यो एकछिनको लागि। मोबाइलै खस्यो यार, मोबाइलै खस्यो। खसेरै बादल परेछ क्या, बादल पारीको देश मलाई मैले चाहिँ यहाँ यतिखेर सबै कामहरू गरिसकेको छु होइन, यिनीहरूलाई अब सपोर्ट दिने कुराहरू होइन। मकै यत्रो भइसकेको छ, अब धेरै दिन छैन पोलेर खानलाई। अनि अब म चाहिँ जानुपर्ने हुन्छ किनभने म अहिले बजार जानुपर्ने हुन्छ खानासाना खाएर। गाडी आउँछ। अरूभन्दा नि आलु चाहिँ बबालै भएछ है, बाबा त्यहाँ स्याहाँ सब हुन्छ क्या, होस् भइरहेछ। बारीको कामहरू चाहिँ मैले टक्क मिलाएर आइसकेँ होइन, सबै सकायो। त्यो झार उखेल्नेदेखि लिएर काँक्रालाई सपोर्ट दिनेदेखि लिएर त्यो टमाटर काँक्रा है, अनि सबैले सपोर्ट दिएर आइसकेको छु। म चाहिँ अब चाहिँ म जानुपर्ने हुन्छ, हतारमा गरेर आयो किनभने अहिले हामीहरू माड तान लाग्छौँ। त्यही भएर म चाहिँ हतारमा सकाएर आएँ। अलि राम्ररी भएको छैन त्यो, पछि फेरि भरे बेलुकातिर टाइम मिल्यो भने भरे बेलुकातिर, नत्र भने अर्को हप्तामा चाहिँ गर्नु पर्ला। नत्र भने काम सकिएर 5 बजी काम सकेपछि घर जाने हुन्छु हुन त। सो त्यही हो। सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु जसले अन्तिमसम्म हेर्नुभयो।